Hello, Pratik Dai. Hello, Vishan. How are you, mate? How is life going on? All good, man. Monday to Friday, as usual, same job. And weekend मा चाहिँ कहिले बाहिर रमाइलो गऱ्यो त्यही हो नर्मल भनेपछि चलिरहेको छ यो एज युजुअल। अनि तपाईँले एउटा प्रश्न, तपाईँले ब्याचलर्स चाहिँ कहाँ गर्नुभयो? मैले ब्याचलर्स चाहिँ थापाथली इन्जिनियरिङ क्याम्पसबाट गरेको अनि त्यहाँ चाहिँ मैले ब्याचलर्स इन इन्डस्ट्रियल इन्जिनियरिङ गरेको। म चाहिँ 2017 को ब्याच हो। अनि मास्टर्स कहाँ गर्नुभयो? मैले मास्टर्स चाहिँ यहाँ चाहिँ सिडनीमा चाहिँ युटिएसबाट गरेको सिटीबाट। अनि त्यो मास्टर्स चाहिँ मैले मेकानिकलमा सिफ्ट गरेँ किनभने मेरो इन्ट्रेस्ट चाहिँ बढी मेकानिकल र टेक्निकल ओरिएन्टेड कुराहरूमा थियो। इन्डस्ट्रियल ब्याचलर्समा गरेँ पनि अनि मलाई चाहिँ मास्टर्स चाहिँ मेकानिकल गर्नु मन भएको र मैले चाहिँ मास्टर्समा चाहिँ मेकानिकल इन्जिनियरिङमा गरेको, मास्टर प्रोफेसनल इन्जिनियरिङ। अनि त्यसमा फोकस अथवा स्पेसलाइजेसन भन्नुपर्दाखेरि चाहिँ डिजाइन र म्यानुफ्याक्चरिङ थियो। अनि तपाईँ इन्जिनियरिङ जब कसरी पाउनुभयो? यो कतिको गाह्रो थियो यो प्रोसेस? मैले चाहिँ फ्लोरबाटै स्टार्ट गरेको। मेरो फाउन्डेसन चाहिँ राम्रै थियो। अब स्पेसली सफ्टवेयर साइडमा चाहिँ सफ्टवेयर स्किलहरू यताउता थियो, तर मसँग लोकल एक्सपिरियन्स नहुँदा चाहिँ सुरुमा चाहिँ म फ्लोरबाटै काम गर्नुभयो भए मैले चाहिँ मेनली सिएनसी प्रेस ब्रेकहरूमा प्रोग्रामिङबाट सुरु गरेँ हो। त्यसपछि सेटर भएर अनि त्यसपछि सुपरभाइजरलाई ट्रेनिङ गर्न सक्ने भइसकेपछि चाहिँ नि अफिसमा सबै सिएनसी मेसिनको प्रोग्रामर भएँ। त्यसपछि प्रोडक्सन इन्जिनियरको रोलमा आएँ। अहिले चाहिँ फेरि प्रमोट भएर म्यानुफ्याक्चरिङ इन्जिनियरको रोलमा छु। अस्ट्रेलियामा इन्जिनियरिङको जब पाउन कतिको गाह्रो छ? यो चाहिँ विदाउट प्रायर एक्सपिरियन्स अस्ट्रेलियाकै विदिन अस्ट्रेलिया नभइकन चाहिँ अलिकति च्यालेन्जिङ छ। किनभने हामीले पनि अब जुनियर इन्जिनियर रिक्रुट गर्दाखेरि चाहिँ किन भन्दाखेरि स्किल भनेको हामीले क्लासमा या आफ्नो डिग्री पढ्दाखेरि जे सिकिन्छ त्योभन्दा मेन फिल्डमा काम गर्दा चाहिँ नि मसिन स्पेसिफिक स्किलहरू, सफ्ट स्किलहरू चाहिँ कम्पनीले नै ट्रेनिङ गराउँछ। हामीले जेनरल अन्डरस्ट्यान्डिङ चाहिँ हुनुपर्छ टेक्निकल एस्पेक्ट हो सबै कुराको। अनि त्यो नहुँदाखेरि चाहिँ अलिक गाह्रो नै हुन्छ। तर क्वेसन के थियो सरी? कतिको गाह्रो छ जब? अनि त्यो अनि त्यही भएर लोकल एक्सपिरियन्स नभइकन चाहिँ मेन चाहिँ लोकल वर्क एक्सपिरियन्स नहुँदाखेरि चाहिँ त्यो यहाँको वर्क कल्चरमा एड्याप्ट हुन सक्छ सक्दैन भन्ने कुरा चाहिँ मलाई म्याटर गर्छ। अनि कम्युनिकेसन पनि हाम्रो वान अफ द मेन प्रायोरिटी हुन्छ। त्यही भएर टेक्निकल स्किलहरू भनेको जबमै आएर पनि ट्रेनिङ थ्रुबाट सिक्न सकिन्छ। तर मेन कुरो भनेको फाउन्डेसन चाहिँ राम्रो हुनु पऱ्यो र यहाँको लोकल एक्सपिरियन्स भयो भने चाहिँ इट्स नट द्याट हार्ड। अनि हामीले जस्तै नयाँ स्टुडेन्टहरूले चाहिँ जब इन्टरभ्यूबाट चाहिँ जब पाउने पोसिबिलिटी कति हुन्छ? अब इन्टरभ्यूमा हाम्रो एउटा मेन ड्रब्याक अथवा हाम्रो डाउन साइड भनेको चाहिँ के भन्दा हामी चाहिँ टेम्पोररी रेजिडेन्ट हुन्छौँ। कम्पनीले कहिल्यै पनि सर्ट टाइमलाई म्यान पावर रिक्रुट गरेर फेरि उसलाई ले अफ गरेर सर्ट टाइम गएपछि फेरि नयाँ रिक्रुट गर्दाखेरि त्यो कस्टिङ अनि त्यो प्रोसिजर चाहिँ अहिले अभोइड गर्नु खोज्छ। अनि एउटा मेन च्यालेन्ज चाहिँ त्यही हो जब पाउनको लागि। त्यही भएर गाह्रो हुने कारण पनि त्यही हो। अनि अर्को कुरो मेनली मैले देखेको चाहिँ एसएमइजहरूमा चाहिँ एज ए ग्रेजुएट इन्जिनियर पाउनको लागि चाहिँ त्यति डिफिकल्ट नहोला जस्तो चाहिँ मलाई लाग्छ। तर हो फ्रेस ग्रेजुएटलाई एउटा भिजाको लिमिटेसन, वर्क आवरको लिमिटेसन प्लस ड्युरेसन अनि त्यसपछि लोकल एक्सपिरियन्स नहुँदाखेरि चाहिँ अलिकति गाह्रो नै हुन्छ सुरुमा। यदि तपाईँले अब फेरि इन्जिनियरिङ गर्नु पऱ्यो भने एज अ नेपाली तपाईँले नेपालमै इन्जिनियरिङ गर्नुहुन्छ कि अस्ट्रेलियामा गर्नुहुन्छ? म सायद नेपालमै गर्छु होला। किन भन्दाखेरि अब मेन कुरो त जति मैले पैसा इन्भेस्ट गर्नुपर्छ यहाँ मेरो 4 इयर्स डिग्रीको लागि ब्याचलर्स गर्नु पऱ्यो भने फेरि स्टुडेन्टको भिजामा आउँदाखेरि चाहिँ अब वर्क आवर लिमिटेसन हुन्छ। त्यही भएर अलिक स्ट्रगल चाहिँ अलिक गाह्रो छ। अनि प्लस यहाँको मैले देखेको अरू आफ्नो एक्सपिरियन्समा चाहिँ के हो भन्दाखेरि यहाँको पढाइ चाहिँ थ्योरिटिकल कुरामा भन्दा बढी प्र्याक्टिकल एस्पेक्टमा फोकस चाहिँ हुन्छ। तर एकदम सर्फेसली मात्रै पढाइन्छ कुराहरू अनि टपिक्सहरू। इन्जिनियरिङको पनि कोर कुराहरूमा हामी चाहिँ त्यति फोकस हुँदैन यहाँको डिग्री चाहिँ। तर हाम्रो चाहिँ नेपालमा गर्दाखेरि राम्रो के छ भन्दा पहिलो कुरो हामीले स्कलरसिप पाउने एउटा सजिलो त भइहाल्यो। त्यसमा कस्ट एकदम कम परिहाल्यो पहिलो कुरो। अनि अर्को हाम्रो थ्योरिटिकल फाउन्डेसन चाहिँ राम्रो नै छ भन्नुपर्छ कम्पेरिटिभली अब अस्ट्रेलियन ग्रेजुएट्सहरूमा भन्दा हामीमा थ्योरिटिकल कन्सेप्टहरूको चाहिँ राम्रो अन्डरस्ट्यान्डिङ हुन्छ। हामी त्यो हुनुभन्दा बेटर नै हुन्छ। तर हामीलाई गाह्रो कहाँ पर्छ भन्दाखेरि जब त्यो थ्योरिटिकल पार्ट चाहिँ गएर एक्चुअली फिल्डमा अप्लाई गर्नु पऱ्यो भने चाहिँ हामीसँग एक्सपिरियन्स हुँदैन कि त्यसको लागि चाहिँ त्यो चाहिँ मेन च्यालेन्ज हो। त्यही भएर स्टिल म चाहिँ नेपालै प्रिफर गर्छु। कुनै स्किल्स जुन चाहिँ मेकानिकल इन्जिनियरलाई मस्ट चाहिने स्किल्स? म चाहिँ कोर टेक्निकल भनेर यही पोइन्ट आउट गर्नु भने त्यो इन्डस्ट्री स्पेसिफिक कुरा हुन्छ। म चाहिँ जेनरल इन्टरपर्सनल स्किलहरू, कम्युनिकेसन स्किलहरू, अर्गनाइजेसन स्किलको कुराहरू चाहिँ म बढी प्रायोरिटाइज गर्छु। किन भन्दा हामी इङ्ग्लिस स्पिकिङ ब्याकग्राउन्डबाट नभएको भएर त्यो चाहिँ एकदम ठुलो प्रायोरिटी हो भन्छु म। किनभने इन्टरभ्यूमा पनि हामीले आफूलाई कति कुरा जानेको हुन्छ त्यो कम्युनिकेट गर्न सकिँदैन कि प्रपरली। अनि त्यसले गर्दाखेरि पनि एउटा इन्टरभ्यूमा पास गर्नु कारण त्यो पनि हुन्छ। अनि यिनीहरूले पनि अब फिल्डमा काम गर्दा कति कुरा कन्सेप्टहरू क्ल्यारिफाई गर्नुपर्ने हुन्छ, आइडिया सेयर गर्नुपर्ने हुन्छ। त्यो कम्युनिकेसनले चाहिँ एकदम मेजर रोल खेल्छ जस्तो लाग्छ। अपार्ट फ्रम कम्युनिकेसन टेक्निकल भन्नु पऱ्यो भने चाहिँ अब कस्तो इन्भाइरोमेन्टमा काम गरिन्छ एउटा मेन रोल। अब मैले मेरो म्यानुफ्याक्चरिङ नै भन्नु पऱ्यो अथवा प्रोडक्सन इन्भाइरोमेन्टमा भन्नु पऱ्यो भने चाहिँ यहाँ चाहिँ एउटा मेन्टेनेन्स वान अफ द मेजर एस्पेक्ट हो। किनभने म मेकानिकल ब्याकग्राउन्ड भएको भएर हाम्रो वान अफ द मेजर रेस्पोन्सिबिलिटी त्यही फिल्डमा हुन्छ भने चाहिँ
अनि त्यही भएर मेन्टेनेन्स एउटा राम्रो अन्डरस्ट्यान्डिङ हुनु पऱ्यो मेन्टेनेन्सलाई फन्डामेन्टल जान्नु पऱ्यो फेरि मेकानिकल इलेक्ट्रिकल इलेक्ट्रोनिक सिस्टमहरूको चाहिँ बेसिक आइडिया चाहिँ हुनुपर्छ ट्रबल सुटिङको लागि किन भन्दाखेरि अब तिमी आफैले ट्रबल सुट नगरे पनि तिमीलाई प्रब्लमको बारेमा बेसिक आइडिया भएन भने कोलाई अप्रोच गर्ने अथवा इलेक्ट्रिसियन बोलाउने हो या मेकानिकल एक्सपर्टिज भएको फिटरलाई बोलाउने हो त्यस्तो लागि पनि बेसिक अन्डरस्ट्यान्डिङ हुनुपर्छ अनि अहिलेको वर्ल्डमा फेरि कस्तो भन्दा सबै कुरा अटोमेटेड अनि आइओटी डिभाइसहरू इन्क्लुड हुन्छ कति कुरामा मोडर्न मसिन्सहरूमा त्यही भएर इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स पार्ट पनि हामी मेकानिकल इन्जिनियरले चाहिँ जान्नुपर्छ एटलिस्ट फन्डामेन्टल चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ त्यही भएर मेन्टेन्स एउटा भयो अरू प्रोग्रामिङ स्किलहरू मोस्ट अफ द मेसिन्सहरू सिएनसी मेकानिजममा काम गर्छ त्यही भएर सिएनसी प्रोग्रामिङ पनि वान अफ द इम्पोर्टेन्ट स्किल हो अनि त्यसको लागि फेरि अब पार्टहरू डिजाइन गर्नुपर्छ त्यसको लागि चाहिँ अब क्याड भयो हामीले सोइडवर्क्सहरू अथवा सोइडवर्क्स अथवा क्याटिया चाहिँ अब एकदम ठुल्ठुलो अटोमेटिभ अथवा हाई क्लासको सर्भिसहरू जेनेरेट गर्ने काम युज हुन्छ स्पेसली एरोस्पेस अथवा अटोमेटिभमा तर बेसिक राइनो सोइडवर्क्स हुनसक्छ अटोडेस्क इन्भेन्टर हुनसक्छ त्यस्तो क्याड प्लेटफर्म पनि जानुपर्छ अनि ड्रइङको बारेमा पनि जिडी जोमेट्रिकल डिमेन्सन टलरेन्सको पनि बेसिक आइडिया हुनुपर्छ किनभने सबै इन हाउस म्यानुफ्याक्चरिङ गर्न नसक्ने हुनसक्छ आउटसोर्स गर्नु पनि हुन्छ कति पार्ट्सहरू त्यसको लागि त्यो स्पेसिफाई गर्न सक्ने हुनुपर्छ त्यो सिम्बल्स नोटेसनहरूको पनि आइडिया हुनुपर्छ अनि अर्को भनेको मैले मेरो एक्सपिरियन्समा देखेको चाहिँ मैले काम गर्ने इन्डस्ट्रीमा चाहिँ सिमुलेसन अलिक कम युज गरिन्छ तर त्यो अलवेज अ प्लस पोइन्ट चाहिँ हो किन भन्दा हामीले कति कुराहरू प्रोटोटाइप बनाएर टेस्टिङ गर्नुपर्ने हुन्छ अनि टेस्टिङ युजली डिस्ट्रक्टिभ टाइप हुँदा अलिक कस्टली पर्छ होइन त्यही भएर रिट्रेसन गर्न पनि टाइम लाग्न हुनसक्छ त्यही भएर सिमुलेसन पनि वान अफ द एउटा इम्पोर्टेन्ट स्किल हो भन्छु म चाहिँ त्यसकोमा स्पेसली सिएफडीहरू हुनसक्छ सिएफडी अनि स्ट्रक्चरल एनालिसिसहरू फाइनल एलिमेन्टहरूको अनि अर्को थर्मल पनि अब डाइनामिक स्ट्याटिक ट्रान्जिएन्ट टाइपहरू हुन्छ बेसिकली स्ट्याटिक चाहिँ एटलिस्ट जान्नुहुन्छ म चाहिँ Any challenges as a Nepali engineer in Australia? फर्स्ट त कम्युनिकेसन नै मेरो विचारमा मैले कम्युनिकेसनमा एकदम किन फोकस गरिरहेको छु भन्दाखेरि मैले जब पनि फ्रेस ग्रेजुएटहरू यहाँ देखिरहेको हुन्छ होइन हामीले इङ्ग्लिसको मिडियममै पढे पनि हाम्रो जेनरल कम्युनिकेसनमा चाहिँ इङ्ग्लिस प्रयोग गर्नु नभएर हामीलाई अलिकति त्यो चाहिँ गाह्रै हुन्छ होइन त्यही भएर मैले चाहिँ त्यही नै भन्छु मेन चाहिँ कम्युनिकेसन नै भन्छु थ्योरिटिकल फाउन्डेसन राम्रो हुन्छ अनि अर्को भनेको चाहिँ प्र्याक्टिकल अलिकति फिल्डको एक्सपिरियन्स चाहिँ अलिक हुँदैन क्या हामीले देखेको मोस्ट अफ द नेपालमै हामीले कुनै पनि इन्डस्ट्रीमा काम गऱ्यो भने त अलिकति आउटडेटेड मेसिन्सहरू हुन्छ मेकानिकली ड्रिभन होइन त्यो अटोमेटिक कुराहरू कम हुन्छ अनि जब अब्रोड आइन्छ अस्ट्रेलिया देखिन्छ मेसिन्सहरू मोस्ट अटोमेटेड हुन्छ एकदम अलिकति एडभान्स कन्ट्रोल सिस्टमहरू हुन्छ त्यसको बारेमा आइडिया नहुँदाखेरि चाहिँ आफूलाई त्यसरी कन्फिडेन्टली प्रेजेन्ट गर्न सकिँदैन अनि काम पनि त्यसरी गर्न सकिँदैन कन्फिडेन्टली सल्भ गर्न सकिँदैन प्रब्लमहरू पनि अनि अस्ट्रेलियामा कुन सेक्टर चाहिँ बेस्ट छ मेकानिकल इन्जिनियरहरूको लागि मैले देखेको मेकानिकलहरूको चाहिँ एउटा म्यानुफ्याक्चरिङ नै हो मैले देखेको एकदम प्रमिनेन्ट भन्नुपर्दाखेरि म्यानुफ्याक्चरिङ फिल्डमा चाहिँ किनभने त्यहाँ चाहिँ डिफ्रेन्ट रोलहरू भ्यालु हुनसक्छ जस्तो प्रोडक्सन म्यानेजमेन्टले प्रोडक्सनको रोल हुनसक्छ म्यानुफ्याक्चरिङ रोल हुनसक्छ जो चाहिँ बढी मेसिन स्पेसिफिक हुन्छ त्यसपछि अर्को मेन्टेनेन्स हुनसक्छ तर म्यानुफ्याक्चरिङ नै एउटा भन्छु अनि अर्को एकदम पपुलर प्लस हाई अर्निङ भनेको चाहिँ माइनिङमा छ तर त्यो चाहिँ एउटा स्पेसिफिक स्टेटहरूमा मात्रै बढी हुने गर्छ जहाँ चाहिँ ओरहरू एभाइलेबल छ ओर एक्सट्राक्सनहरूको कामहरू हुन्छ जो चाहिँ युजली पर्थ वेस्टर्न अस्ट्रेलियातिर हुन्छ त्यो पनि अब यदि मनी फोकस हो अब त्यतापट्टि इन्ट्रेस्ट पनि छ भने चाहिँ म माइनिङ भन्छु त्यसपछि सेकेन्ड भनेको चाहिँ मैले देखेको म्यानुफ्याक्चरिङ नै हो एनी सजेसन फर न्यू ग्राड स्टुडेन्ट्स न्यू ग्राड स्टुडेन्टलाई म के चाहिँ भन्छु भन्दाखेरि हामीले अब थियोरिटिकल फाउन्डेसनमा चाहिँ हाम्रो मैले पनि अघि पनि भन्छ एकदम राम्रो छ हाम्रो चाहिँ तर त्यसलाई चाहिँ अब जहिले पनि अब नेक्स्ट अब ब्याचलर्स पढेर आइन्छ मास्टर्स पढ्दाखेरि चाहिँ त्यो कुरालाई प्र्याक्टिकली कसरी इम्प्लिमेन्ट गर्ने भन्ने कुरामा बढी फोकस हुनुपर्छ अनि त्यो कति कुराहरू आफूले जानेको टुल्सहरूलाई केस स्टडी गरेर त्यसलाई इम्प्लिमेन्ट कसरी गरिन्छ रियल सिनारीमा भनेर त्यो कुराहरूको लागि चाहिँ आफू त्यतापट्टि चाहिँ बढी लाग्नुपर्ने देखिन्छ त्यसको लागि अब इन्टर्नसिप गरेर हुन्छ कि अथवा इन्डस्ट्रीहरूसँग भिजिटको लागि एउटा रिक्वेस्ट गरेर हुन्छ कि उनीहरूको लागि एज अ कन्सल्टेन्ट रूपमा पनि काम गर्न सकिन्छ म यस्तो गर्न सक्छु तपाईँ कम्पनीमा भनेर प्रपोजल आफूले सबमिट गरेर भनेको मतलब आफूले जे कुरा जानिन्छ त्यो चाहिँ प्र्याक्टिकल फिल्डमा इम्प्लिमेन्ट गरेर आफूले केही कुरा सलिड डेमोन्स्ट्रेट गर्न सक्यो भने जबहरू पाउनु पनि गाह्रो हुन्छ अनि आफ्नो स्किलहरू पनि सापन गर्दै लानु पऱ्यो स्टडी साथसाथै प्र्याक्टिकल स्किल उत्तिकै म्याटर गर्छ अनि कम्युनिकेसन भनिहालेँ मैले अरू अब इन्टरपर्सनल स्किलहरू यताउताहरू पनि अर्गनाइजेसन स्किलहरू त्यो कुरामा पनि प्यारलली काम चाहिँ गर्नुपर्ने हुन्छ यदि तपाईँ 3-5 इयर्स टाइम ट्राभल गरेर ब्याक जानु सक्नुभएको भए तपाईँले के इम्प्रुभमेन्ट चाहिँ गर्नुहुन्छ होला एज अ इन्जिनियर म चाहिँ एउटा मैले मेरो फिल्ड अहिले म जुन रोलमा छु त्यो हिसाबले हेर्दाखेरि चाहिँ मैले चाहिँ यो सिएनसीको कन्ट्रोल सिस्टमको बारेमा चाहिँ इन्डेप्थमा अलिक पहिले जानेको भए मलाई धेरै सजिलो हुन्थ्यो किन भन्दा अहिले म स्टिल त्यो सिकिरहेको छु होइन त्यसमा चाहिँ अब बेसिक पिएलसी कन्ट्रोलहरूको बारेमा चाहिँ मैले गरेको त्यसमा राम्रो एक्सपिरियन्स छ मेरो चाहिँ तर मैले चाहिँ सर्भोपट्टिको चाहिँ अलिक कम नलेज छ त्यसको चाहिँ अहिले स्टिल सिकिरहेको छु मैले 3-5 इयर्स ब्याक गएको भए मैले एउटा प्रपर पिएलसी र सर्भो कन्ट्रोलको चाहिँ एउटा ट्रेनिङ इन्डियातिर पनि त्यो एभाइलेबल छ गर्न मिल्छ हामीले सर्ट ड्युरेसनकै हुन्छ कपाल मन्थ्स हुन्छ होला म्याक्स भएदेखि त्यो ट्रेनिङ चाहिँ लिन्थेँ थियो त्यसले गर्दाखेरि मलाई चाहिँ हामीले पनि इन हाउस कति कस्टमाइज मेसिनहरू बनाउन सक्छौँ तर हामीसँग त्यो एउटा सर्भो कन्ट्रोलको मसँग अलि
प्रपर अन्डरस्ट्यान्डिङ स्पेसली ट्युनिङहरू लिएर फिडब्याकहरूलाई अप्टिमाइज गर्ने यस्ता यस्ता कुराहरू अलिकति च्यालेन्जिङ छ अनि मेरो लागि चाहिँ स्टिल त्यो कुरा जानेको भए चाहिँ मैले धेरै कुरा गर्न सक्थेँ अब पछि आफैले पनि कति कस्टम मेसिन्सहरू म्यानुफ्याक्चरै गर्न पनि सकिँदैन कम्पनीको लागि उनीहरूको स्पेसिफिक निड अनुसार त्यही भएर मैले त्यो एउटा चेन्ज चाहिँ गर्थेँ अरू चाहिँ आम ह्याप्पी वाट इट इज न लास्टमा तपाईँको केही छ आफ्नो ओपिनियनहरू मेरो आफ्नो त्यस्तो अरू केही स्पेसिफिक त छैन होइन मैले चाहिँ के चाहिँ भन्छु भन्दाखेरि अब मेकानिकल या म्यानुफ्याक्चरिङ फिल्डमा काम गर्नु छ भने चाहिँ क्याड सिएनसी प्रोग्रामिङहरूको टेक्निकलमा चाहिँ त्यो स्किलहरू चाहिँ मास्टर गर्नु जरुरी हुन्छ क्याड चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट नै हो किन भन्दा अब म्यानुफ्याक्चरिङ गरेर केही पनि डिजाइन नगरी हुँदैन त्यसको लागि जिडिएनटी भइहाल्यो जोमेट्रिक डिमेन्सन टलरेन्सिङ डिजाइनिङहरूको सिमुलेसनहरूको पनि फन्डामेन्टल्सहरू बुझ्नुपर्छ अनि अर्को सिएनसी प्रोग्रामिङको चाहिँ एटलिस्ट होइन मसिन्स एकदम वाइड रेन्जको हुन्छ सिएनसीजहरू डिफ्रेन्ट फङ्सनहरू गर्छ तर अल अफ देम प्रिटी मच रन अन द सेम टाइप अफ कन्ट्रोल सिस्टम त्यो चाहिँ कन्ट्रोल सिस्टम कसरी काम गर्छ कम्पोनेन्ट्स के हुन्छ एटलिस्ट त्यसको चाहिँ आइडिया चाहिँ हुनुपर्छ जस्तो लाग्छ एउटा अनि अर्को भन्दाखेरि त्यही कम्युनिकेसन इन्टरपर्सनल स्किलहरूमा पनि त्यसलाई पनि यो खासै इम्पोर्टेन्ट हुँदैन भन्ने हिसाबले चाहिँ कन्सिडर गर्नु किन यहाँको इम्प्लोयरले जब ओभरसिजको अथवा ओभरसिज पढेर आएको इन्जिनियरलाई हेर्दाखेरि चाहिँ कम्युनिकेसनमा चाहिँ एकदम प्रायोरिटी दिएको हुन्छ कि किन त्यो वान अफ द इम्पोर्टेन्ट स्किल पनि त हो केही कुरा काम गर्न जान्नुभन्दा पनि अरूलाई गराउनु पनि जान्नुपर्छ कति कुराहरूमा त्यसको लागि चाहिँ कम्युनिकेसन स्किल चाहिँ एकदम इम्पोर्टेन्ट हो एउटा लास्ट क्वेसन जस्तै अब इन्जिनियरहरूले चाहिँ नेपाली इन्जिनियरहरूले चाहिँ इन्टरभ्यू नै पाइँदैन जति अप्लाई गरे पनि इन्टरभ्यूमै बोलाउँदैन त्यो सर्ट लिस्ट चाहिँ अब यदि यस्तो छ त्यो इन्डस्ट्री कम्पनी वाइज पनि हुन्छ अब ठुल्ठुलो कम्पनीजहरूले चाहिँ अटोमेटिक सफ्टवेयर प्लेटफर्म युज गर्छ जसले चाहिँ अटोमेटिक फिल्टर आउट गर्छ मास नम्बर एप्लिकेसन छ भने चाहिँ त्यसमा किवर्ड म्याटर गर्छ भन्ने हामीले युनिभर्समा पनि सिकाएको कुरो हो त्यो चाहिँ होइन त्यसमा जब डिस्क्रिप्सनमा चाहिँ आफूलाई प्रपर थाहा हुनुपर्छ कि म के रोलमा जाँदैछु त्योमा के गर्नुपर्छ अनि त्यो रोल गर्नको लागि कुन सफ्टवेयर स्किल कुन टेक्निकल स्किल अथवा कुन इन्टरपर्सनल स्किल चाहिँ बढी इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा आफैले एस्टिमेट गरेर त्यो किवर्ड्सहरू चाहिँ रेज्युमेमा इन्क्लुड चाहिँ गर्नुपर्छ ठुलो कम्पनी भन्दा सानो कम्पनी भन्दाखेरि उनीहरूले कस्तो गरेर हुन्छ सानो कम्पनीले मेनली स्मल बजेटमा चाहिँ इन्जिनियर रिक्रुट गर्न खोजिरहेको हुन्छ त्यो नै वान अफ द सायद कमन टाइप अफ इन्डस्ट्री हो जसले चाहिँ हामी जस्तो फ्रेस ग्रेजुएटले चाहिँ रिक्रुट गर्छ किनभने उनीहरूको चाहिँ सर्टन रोलमा उनीहरूले जति पैसा खर्च गर्न खोज्छ त्यो चाहिँ कम नै हुन्छ कम्पेयर टु कर्पोरेट लेभल अनि त्यो रोलमा फेरि कस्तो हुन्छ एकदम डाइभर्स खाले किन भन्दा सानो कम्पनीले चाहिँ 5-7वटा इन्जिनियर हायर गर्नुभन्दा 1-2जना इन्जिनियर हायर गर्ने तर उनीहरूलाई चाहिँ एकदमै सबै खाले फिल्डमा चाहिँ इन्भल्भ गराउनु खोज्छ कि रेस्पोन्सिबिलिटी चाहिँ अलिक वाइड रेन्जको हुन्छ स्पेसिफिक भन्दा पनि अनि त्यही भएर तिनीहरूमा चाहिँ मेरो विचारमा बढी चान्सेस हुन्छ अनि तिनीहरूले नै चाहिँ बढी रिक्रुट गर्छ कम्पेयर टु कर्पोरेट लेभल कर्पोरेट चाहिँ एकदम स्पेसिफिक स्ट्रक्चर हुन्छ जबहरू अनि स्पेसिफिक रोल स्पेसिफिक स्किल सेट हुन्छ अनि स्यालेरी पनि त्यही अनुसार हुन्छ बढी नै हुन्छ युजली एउटा सुपर फाइनल क्वेसन अस्ट्रेलियामा चाहिँ मान्छेहरूले जस्तै रिफरलमा चल्छ धेरै चाहिँ जबहरू रादर देन अनलाइन अप्लाई गर्नुभन्दा नि भन्छ हाउ ट्रु इज दिस रिफरल म्याटर गर्छ हामीले पनि कति कुराहरूमा अब इन्टरनल कुनै ओपनिङ गर्छ भने हामीले एडभर्टाइज नै गरिदिनु कति कुराहरूमा एडभर्टाइज गर्नै हाल्नु पऱ्यो भने पहिला चाहिँ इन्टरनली आफ्नो टिम अथवा सबैजना स्टाफलाई चाहिँ इन्फर्म चाहिँ गरिन्छ यस्तो यस्तो रोल चाहिँ ओपनिङ हाम्रो चाहिँ एभाइलेबल छ तपाईँहरूको कोही चिनेको मान्छेहरू छ फ्यामिली फ्रेन्ड चाहिँ छ भने रिकमेन्ड गर्नुहोस् भन्दा भएन हुन्छ अब अस्ति भर्खर पनि हाम्रो एउटा मार्केटिङको त्यस्तै गरिएको थियो यसमा एउटा के हुन्छ भन्दाखेरि कुनै पनि इम्प्लोइ एउटा कम्पनीमा काम गरेपछि उसको रिफरलमा आइसकेपछि कस्तो हुन्छ भन्दा जसले रिफर गर्यो त्यसमा पनि सर्टन रेस्पोन्सिबिलिटी चाहिँ हुन्छ किन भन्दा उसले रिफर गरेको मान्छे नराम्रो भइदियो अथवा काम गर्न सकेन भने चाहिँ कस्तो हुन्छ भन्दा उसलाई चाहिँ के आउँछ जो रिफर गर्यो उसलाई चाहिँ एउटा प्रेसर के हुन्छ भन्दाखेरि हो म उसले नराम्रो गरेपछि मलाई फेरि नराम्रो देखिन्छ अथवा मेरो इमेजमा फरक पर्छ भनेर पनि ऊ एकदमै राम्रो मान्छे रिकमेन्ड गर्छ भन्ने चाहिँ एउटा हुन्छ अनि ट्रस्ट पनि हो जसले रिफर गर्छ त्यो मान्छे चाहिँ राम्रो रोलमा काम गरिरहेछ ऊ रेस्पोन्सिबल छ भने चाहिँ उसले अभियसली नराम्रो क्यान्डिडेटलाई रिकमेन्ड गर्दैन भन्ने हुन्छ त्यही भएर चाहिँ रिफरल चाहिँ काम गर्छ इट वर्क्स Thank you so much, Dai. Thank you, bye. It was a great interview. Thank you so much. Thanks.